यस सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सर, गेस्ट वर्ग अतिथिज्यूहरू अनि हाम्रा यस सरस्वती स्कुलका शिक्षक र शिक्षिकाहरू अनि प्रिय सहकर्मीहरू लगायत मेरा अति नै प्रिय कक्षा 9 का 10 का विद्यार्थीहरू र यस विदाई कार्यक्रममा तपाईँहरूलाई धेरै स्वागत छ। मेरो नाम अर्जुन यादव। म यस स्कुलका विज्ञान प्राविधिक तथा विज्ञान टिचर्स आफ्नो केही दुई शब्द राख्न पाइएकोमा धेरै नै आभार व्यक्त गर्न चाहन्छु। समयको चक्र कसैलाई नै पर्खेको छैन, न कसैलाई समयले कसैलाई पर्खिनेछ। हामीले समयको विरोध बढ्नेछ। यस विद्यालयमा हामीले बच्चादेखि नै पढ्दै आएर र आज यस कक्षा 10 सम्म पुगेर हामीले धेरै कुराहरू सिक्यौँ पनि र हामीले आफ्नो बच्चाहरूलाई सिकायौँ पनि। आजको यस विदाई समारोहमा हाम्रा कक्षा 10 का भाइ बहिनीहरूले धेरै कुराहरू सिकेर नै जानु भइरहेको छ र यो निरन्तरता अगाडि नै बढ्ने हो। तर हेर्ने हो भने यो एउटा दुःखद पल हो पनि, तर हामीले आफ्नो भविष्यको लागि नै अगाडि नै बढ्नुपर्ने नै हुन्छ। किनभने हाम्रो यो जेनेरेसन्सको आधारमा हामी आफ्नो देशका कर्णधारहरू पनि हौँ। हामीले आफ्नो देशलाई नै पनि अगाडि बढ्नेछौँ र यस कार्यक्रमकै आधारमा हामीले आफ्नो ऐसे आजको दिनदेखि हेर्ने हो भने अब 19 दिन मात्र बाँकी नै छ। तर आउँदो चैत्र 7 गतेदेखि 7 गतेदेखि ऐसे इक्जाम दिने सम्पूर्ण कक्षा 10 का भाइ बहिनीहरूले अति नै मेहनत, ईमानदारीता, आत्मविश्वासको साथ आफ्नो परीक्षामा सहभागी आफूले उत्तीर्ण गरी आफ्नो यस विद्यालयका र शिक्षक शिक्षिकाहरूको नाम उच्च गर्नको लागि नै हामीले अनुरोध गर्दछौँ। तर हामीले आफ्नो भविष्यमा ईमानदारीका साथ, लगनशीलताका साथ, धैर्यका साथ, स्वाभिमानका साथ अगाडि बढ्न र तत्पर हुने विद्यार्थीहरू नै के हुन्छ त अगाडि बढ्छन्। तर जहिले पनि आत्मविश्वासलाई नै आत्मबल दिएर आफ्नो पढाइलाई निरन्तरता दिनु र अगाडि बढ्नु। यही दुई शब्द भन्दैमा आफ्नो दुई शब्द यही ल्याउँछौँ। धन्यवाद।